बन्दीपुर आयो ल फर्स्ट टाइम एक्सपिरियन्स गरे एकछिन एउटा यहाँ ओए तिम्रो मेरो त ट्विनिङ भएछ नि त व्हाइट ब्लू। हेलो एभ्रिवान, मेरो नाम चाहिँ कुशल सेन ढाकुरी र आज चाहिँ म होइन हामी चाहिँ घुम्न जान लागिरहेछ बन्दीपुर। यस्तो अनएक्सपेक्टेड प्लान थियो। म चाहिँ नुहाएर आइसक्यो, अब रेडी भएर भेट्छु। We are heading towards बन्दीपुर। हाम्रो यो सेकेन्ड टाइम होइन यो बाटोमा। जलबिरे कस्तो निन्द्रा तर रिफ्रेस तेजु चस्माले त छुट्टै ग्लो दियो त। चस्माले त छुट्टै ग्लो दियो। We are it. कस्तो देखेको यार विजन देख क्या मजाम पुरै देखेन त मेरो राइडल गोल हिरोहरु ब्लगर नेक्स्ट टु बी एलनामिस फेवेल आलु चप कस्तो हाल्यो तेजी हाम्रो नाङ्गाको कस्तो हाल्यो वाह त मिठो अनि यो पिङ्की के त अलि नयाँ है गाइस कालो खाजा खाइयो अब जाने डाइरेक्ट हेड हान्दिनु क्या हेड तिमीलाई अब डाइरेक्ट जाने हो डाइरेक्ट बन्दीपुर भाइ अब वो बाटोमा रोकेका वो डुम्रे आयो गेट हो हामी चाहिँ एल्ना र तेजुलाई कुर्दैछौँ। पहाड की रानी बन्दीपुर प्रवेशद्वार ब्रदर ए लेख्या हामी बन्दीपुर लाग्यो अब। आयो है बन्दीपुर आयो। आउँदा आउँदै टायर पड्कियो यस्तै हो कि म निस्किन्नै हुन्न कि अस्ति निस्केर पञ्चर भयो पन्चर भयो अहिले त पन्चर भन्दा पनि धारा छैन क्या मुक्दैन पानी कालै भयो। We are बन्दीपुर। सोच्छ कि यार के छ भनेर कहाँ चढ्ने हो उता हो कता बन्नु खाने है कसम एल्नालाई नि हिरो नि देख्छ। वाउ सल्लाको बुट यहीँको गाउँको मान्छेहरू आउँछ होला नि। ओए तिम्रो मेरो त ट्विनिङ भएछ नि त व्हाइट ब्लू। यति हो ठाउँमा थिए अगाडि फर्किनु उसले भर्टिकल नगराउने भनेर होला। कस्तो राम्रो आएको है बस न यसलाई ल 1 2 3 गो ल फर्स्ट टाइम एक्सपिरियन्स गरे एकछिन एउटा यहाँ पनि भिडियो बनाउँछु यसरी यही हो कि अहिले एकछिन भन्छ फेरि अलि यस्तो हुनु न भनेको छ बुम्बरिङ एकछिन है 1 2 3 गो Can you say hello to my video? Hello. अब हामी तल जान लाग्यो
दामी हिँडेको कस्तो भयो कफीको एक्सपिरियन्स बबाल राम्रो भयो फर्स्ट एक्सपिरियन्स इज द लास्ट एक्सपिरियन्स लाइक फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भनेर एक्सपिरियन्स भन्नु म त होटल बस्ने बित्तिकै मुक्त हुन्छ यार तेल के जस्ट वाकिङ होइन अलि धेरै मिठो रहेछ भने आउँदैन यार पैसा मिस्टर ह्यान्डसम कुशल सिंह ठकुरी सेन सेन ठकुरी सरी माई ब्याड लेट्स गो कता हो यो हामी बन्दीपुर आयौँ हो अर्को गीत हो नि बन्दीपुर त क्रिन्ज पनि राम्रो पहिला थियो त आन्टीहरू जित्यो बन्दीपुर चाहिँ ओ यस्तो भाइब्स नै छुट्टी हुन्छ क्या ओ डाँडा गरे सानले कुर्ते त ओए कस्तो राम्रो देखेको अगाडि राखेन त्यो नयाँ कलर लगाएको होला नि बनेको यो ब्लू हाउस 1992 मा बनेको यो कहाँ एडी होला होइन खै 3, 3:30 या 4 बजीतिर होला म फोन गर्छु लिगन त मन परेको भयो कति यहाँ न सुर्केस बोकेको मान्छे यहाँ न ओ यसलाई मिस यहाँ न पहिल्यै बिग्रेको रहेछ क्या अलिकति कालो न कालो देखियो खाजा लियो खाजा भने हल्का क्र्याकर्सहरू लियो अब जाने हो लाली जो भन्छ ए चाबी लाएर रहेछ क्या खुसी भएको क्या अझले टोइलेट आएन चार्ज छैन चार्ज सके सुजो हुन्छ अहिले जाम मेरो कति हो मेरो त 47 रहेछ तेजु कस्तो लाग्यो त नि बन्दीपुरको क्राउडहरू अहिले चाहिँ यो चलपल कस्तो हो बन्दीपुरमा अहिलेको यो सिजन नै छैन त्यही भएर नि सिजन भएन हेलो सिजन नै हुन्छ त्यही भएर सिजन नै तिहारको बेलामा तिम्रो सिस्टम त गाइसक्यो आउने बेलामा मलाई लास्ट लाग्ला अनि के हो भने जाऊ बोकेर हेडिङ टुवर्ड्स टुडिखेल है बोकन त्यसो उता के पछाडि दुईटा बहिनी ए त्यस्तै टुडिखेल आयो भुपेलले यहाँबाट डाँडा देख्छु भन्नु त्यही भएर म त घर गएर चार्जर छु या कस्तो गिर है त बहिनी सबै के गर्छु शान्ति राम्रो हुन्छ तेजु त आँखै राम्रो छ ए म त हेर्न भनेर भनिदिउँ ल जान पाउनु नै पैसा दियो न गाइस बन्दीपुर ट्रिप सकियो सबै कालो घाममा हिँडेर गाउँबाट जाने जति सबले नजर लाग्यो सबको नजर आज काम लाग्यो म कालो भइसक्यो फाइनली कालो होइन नमस्ते सती हप्ता राम्रो दिन तपाईँको हातहरू राम्रो छ स्याल राम्रो मान्छे तोरो मूर्ख दिमाग ओके बाय बाय हैव अ गुड डे बन्दीपुरको ट्रिप सकियो वी आर डन हेलो कुशल भन्छ जस्तो लाग्यो के भयो कुशल ए अचार लिन गएको कहाँ रे डिप्रेस्ड थकित स्ट्रेस लाग्छ होला के अहिले अब घर जाने हो